It's been 7 months since I moved to Korea, and lately I've been craving Nepali food so badly. No matter how many times I cook for myself, every meal eventually starts to taste the same. I searched for a Nepali restaurant near where I live, but unfortunately, there wasn't a single one. After days of searching, finally found one. 찾았다. So today we are driving nearly 50 kilometers to see if the journey is worth it. Can this place really bring me the taste of Nepal? Let's find out. अहिले आइसकेको छु यो आयान भन्ने ठाउँमा। आयानको चाहिँ यो नेपाल सारङ इन्डियन रेस्टुरेन्ट भन्ने ठाउँमा आइसकेको छु। म चाहिँ साउजीहरूसँग आएको, साउजी र साउनी हुनुहुन्थ्यो, उहाँहरूको चाहिँ थेगु जाने काम थियो खासमा। अनि साउजीलाई चाहिँ 2 घन्टा जति टाइम लाग्छ अरे। दिस इज द इन्ट्रान्स नेपाल सारङ इन्डो रेस्टुरेन्टको। म चाहिँ अब भित्र जान्छु, भित्र गएर चाहिँ हेरौँ। मेरो नाम चाहिँ विकास राई हो। म चाहिँ खास गरी भने 2012 मा इपिएस कामदारको रूपमै आएको हो। अनि मैले चाहिँ लगभग 11 वर्ष कम्पनीमा काम गरेको। अनि 11 वर्ष काम गरेर चाहिँ मेरो 2024 को 8 महिनामा चाहिँ मेरो भिजा सकेर चाहिँ यहाँ दाइसँग चाहिँ पहिलेदेखि नै हाम्रो राम्रो अब पहिलेदेखि नै यस्तो एउटा गरौँ भनेर चाहिँ बिजनेस गर्ने सोचले चाहिँ अनि हामीले चाहिँ यो अब दोस्रो ब्रान्च चाहिँ यहाँ स्टार्ट गरेको हो। यो स्टार्ट गरेको चाहिँ 2 वर्ष जति भयो। हाम्रो मेन भनेको चाहिँ थेगुको फानोलदाङमा चाहिँ तारा रेस्टुरेन्ट भन्ने छ। त्यो चाहिँ लगभग तपाईँको 10 वर्षभन्दा बढी भइसक्यो। यो चाहिँ अब भर्खर खोलेको 2 वर्ष हो। यसको नाम चाहिँ अब नेपाल सारङ हो। यो चाहिँ ख्याङसाङको हायाङ एरियामा छ। भर्खर स्टार्ट हुँदैछ, ठिकै छ। कलेज एरिया भएर पनि प्लस अब यो एरिया पनि भर्खर अब अलिकति नेपालीहरू बढ्दै भएको कारणले गर्दाखेरि ठिकै छ। यहाँ अब नजिकै छ भने आइदिनुहोस्। अब खाना भनेको जसले पनि सबैले हाम्रो राम्रो छ भन्छ, तर अब हामीले सकेसम्म राम्रो दिने हो हैन। कमी कमजोरी त भइहाल्छ। त्यही पनि अब एकचोटि आएर भिजिट गरिदिनुहोस् भन्न चाहन्छु नजिकैतिरको मान्छेलाई। सायद म मात्रै होला यहाँ भएको पुरै खाली छ। मैले चाहिँ पहिला सुरुमा चाहिँ एउटा चाय अर्डर गरेको छु। यस्तो एकदम मोमो चाउमिन खान मन लागिरहेको थियो। फाइनल्ली आज मोमो चाउमिन खान पाइने भयो। म यहाँ पहिला सुरु यहाँ खाजाहरू खान्छु, अनि यतिको वरिपरि चाहिँ डुल्छु। एक्लै भएपछि झाउमा चाहिँ कहाँ जाने के गर्ने हुन्छ। तै पनि सर डुल्छु एक राउन्ड चाहिँ, अनि यहीँनिर लिन आउँछु भन्न चाहिँ सरले चाहिँ मलाई। चिकन मोमो खोइ 1000 रुपियाँ रहेछ। 1 प्लेट मोमोको 1000 रुपियाँ नेपाली। फेरि 1 प्लेट चिकन मोमो गरिदिनु, अनि चाउमिन हाफ पाउँदैन होला है? पाउँदैन है। अनि चाउमिन पनि 1 प्लेट गरिदिनु। पिरो गर्नु? ठिक्क पिरो गरिदिनु। मजा आयो। थुप्रो भयो मैले मोमो नखाएको यहाँ। सो मोमो चाहिँ एकदम दामी बगाल छ, चिकन मोमो। लास्ट मजा भयो यार।
घरबाट पनि थोरै खाना खाएर आएको पेट डुम भयो मेरो यार निस्किनु पर्यो कति भयो दाइ थ्याङ्क यू दाइ के अरे म अहिले फोन गर्छु अनि प्याकिङ गरेर राखिदिनु है सो म चाहिँ त्यहाँबाट निस्केँ अब चाहिँ म जान्छु गुम्बातिर टर्न राइट भन्ने छ क्रसिङ गर्नु पाउँछ कि पाउँदैन गुम्बातिर यहाँबाट चाहिँ कता हो खासमा कता हो क्या हराउँदिनँ होला नि म है हरायो भने तनाव हुन्छ बाटो चाहिँ पुरै खाली छ म चाहिँ उल्टो हिँडेँ क्या हो उल्टो हिँड्ने जस्तो लाग्यो लोकेसन हेर्न नजानेपछि गाह्रो हुन्छ हो फोन हान्छु त भने कतिखेर आउने हो सब्जी अहिले चाहिँ यतिखेर लास्ट गर्मी छ यार कोरियामा यार जस्तै गर्मी छ 38 39 40 डिग्री पुग्छ दिउँसोको टेम्परेचर चाहिँ म हरायो भने चाहिँ लास्टै तनाव हुन्छ कि साउजीलाई कसरी भन्ने म हराएँ म यहाँ छु भनेर नेपालीमा भए पो म यहाँ छु यो छु यस्तो छु भनेर भन्न मिल्छ नि त अब कोरियन राम्रोसँग बोल्न आउँदैन अनि अब कसरी यहाँ छु भन्ने अब कस्तो घाम छ अर्कै बेला Off route, finding a new route. In 50 meters, turn left. अरे यार यो लोकेसन पनि हेर्न जान्दिनँ कि अब मैले यार खासमा चाहिँ सिधा जानुपर्ने रहेछ कि अब म In a minute, turn left. यहाँबाट रहेछ म चाहिँ उल्टो बाटो हिँड्ने रहेछु कि अहिलेसम्म सिधै अगाडि आउनुपर्ने रहेछ म चाहिँ उता भित्रभित्र गल्ली छिरिरहेँ सो म चाहिँ अहिले चाहिँ यहाँ एउटा गुम्बा छ अरे यहाँ माथि चाहिँ अनि साउजी आउनको लागि अझै 1 घन्टा जति टाइम बाँकी छ अनि 1 घन्टा त्यहाँ के गरेर बस्ने होइन त्यो भएको भएर चाहिँ त्यहाँको दाइलाई सोधेको अनि खासै घुम्ने ठाउँ त छैन तर त्यहाँ माथि चाहिँ एउटा गुम्बा छ भनेर भन्नुभएको थियो अनि म त्यही गुम्बा कता छ भनेर खोज्दै हिँडेछु हेरौँ भेटाउँछु होला गुम्बा कस्तो सुनसान छ यार यस्तो सुनसान छ कि मान्छे बस्दैनन् जस्तो लाग्छ यार आएन यहाँ चाहिँ 2टा बाटो छ त यार कतापट्टि हो 2टा बाटो छ कता हो कता हो सिधै जाऊँ के अरे त्यो नहिँड्ने बानी भएपछि यार एकछिन हिँड्दा पनि थाकिँदो रहेछ In 80 meters, you are near your destination. 80 मिटर्स बाटो चाहिँ सही आएको रहेछु म यस यो कोरिया आएपछि पहिला सुरु मेन समस्या चाहिँ मैले भोगेको चाहिँ होइन मेन समस्या भनेको चाहिँ भाषा गाउँछ पहिला सुरु किनभने हामी त्यत्रो पढेर आइयो है तर यहाँ आएपछि उनीहरूले बोलेको राम्रोसँग बुझिँदैन यही हो क्या गुम्बा सो फाइनल्ली म चाहिँ अहिले गुम्बा आइपुगेको छु
सो गुम्बा हेरियो त्यस्तो खासै चाहिँ केही नै छैन गुम्बामा एकदम शान्त छ एकदम सुनसान छ मान्छेहरू कोही देखिन बाहिर चाहिँ र भित्र चाहिँ मान्छेहरू मेडिटेसन गर्दैछन् होला मेबी सो मैले साउजीलाई फोन गरेको साउजी चाहिँ आउँदै हुनुहुन्छ अरे लगभग 10-15 मिनट लाग्छ अरे अनि मलाई चाहिँ हायन स्टेसनसम्म चाहिँ आइज भन्नुभएको छ एकछिन अझै बस्न मन लाग्थ्यो मलाई गुम्बामा तर पनि टाइम नभएको भएर चाहिँ म चाहिँ जाँदैछु सो अब चाहिँ म फेरि नेपाल सारङ रेस्टुरेन्टमा जान्छु त्यहाँ चाहिँ मैले प्याकिङ गर्न लगाएको छु त्यहाँ जान्छु त्यहाँबाट पार्सल लिएर म हायन स्टेसनसम्म जान्छु त्यहाँसम्म चाहिँ साउजी आउनुहुन्छ अनि साउजी आएर चाहिँ हामी फर्किने हो सो धन्न हराइन यार म त हराउँछु कि क्या भन्नुभएको थियो र साउजी चाहिँ आइसक्नु भएछ तर म चाहिँ अझै रेस्टुरेन्टसम्म पनि पुगेको छैन यार कहाँ गयो थियो म त धेरै यता आएँ क्या हो ए अगाडि अझै अगाडि रहेछ यार अघि त नजिकै आयो जस्तो लागेको थियो प्याकिङ भयो हुँदैछ कति टाइम लाग्यो 5 मिनट अझै उता हाइङ स्टेसनमा बोलाएँ मैले गर्मी भयो यार कस्तो गर्मी बढ्यो क्या भइसक्यो के अरे पेमेन्ट गरिदिइहाल्छु कति गर्मी हो यार कोरिया अहिले पहिलाभन्दा गर्मी बढेको हो कसो यस्तै हो अझै आम्मा दाजु लाग्यो है आउँदै गरौँला है फेरि भेटौँला यहाँबाट सिधै जाऊ भने जस्तो लाग्यो हरायो भने कसलाई सोध्ने गर्मीले मोरा लाग्यो म त लोत्ते माट यहाँबाट पारी हो कि कतापट्टि हो ए आउन चाहिँ आएँ म राइट साइड धन्न भेटायो साउजीलाई नत्र म हराउँथेँ आज साउजी इगो इगो नन्दु थाहा के isso 할아버지 하는 이유 네 네팔 만두요? 네 네팔 만두 네.